हेलो गाइजहरु नमस्ते अनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। बुढी खोला झरना पुलमा चाहिँ आइसकेको छु। त्यो चाहिँ ठ्याक्कै यहाँ छ, निकै नै भाइरल भइरहेको छ यो ठाउँ चाहिँ। मान्छेको चाहिँ एकदमै भिडाभिड छ हैन, हजारौंको संख्यामा मान्छेहरु आएको रहेछ। तपाईहरुलाई धेरै लामो भिडियो बनाउँदिन म, एकदमै छोटो भिडियो बनाउने छु हैन। यहाँनिर देख्न सक्नुहुन्छ सिटीहरु, बाइकहरु, सिटीमा टनाटन मान्छेहरु आइरहेछ। टक्कसँगले यहाँ सिटीहरु टन्नै छ, यता बाइकहरु पनि यता टन्न पार्किङ गरेको छ। म चाहिँ यहाँनिर पार्किङ गरेको छु बाइक। बाइकको चाहिँ म ह्यान्डल लक लगाइराख्छु छु अनि तपाईहरुलाई चाहिँ म यहाँ टक्क झरनाहरु देखाउनु छु है त गाइज। ल यो ठाउँ यसरी भाइरल होला भनेर चाहिँ कसैले सोचेको थिएन होला हैन। मान्छेको त हजारौं संख्यामा चाहिँ मान्छेहरु आइरहेछन्। देख्न सक्नुहुन्छ छात्रा छात्रीहरु बनाएर पुरै होटलहरु सञ्चालन, पसल ससलहरु के भन्ने हैन, यस्तै छ अहिलेको चाहिँ सबैभन्दा भाइरल ठाउँ रे। भाइरल पुरै कारहरु लिएर आछ, कार हग्ने मुत्ने ठाउँ भाइरल भयो भनेर चाहिँ पुरै टिकटकतिर हेरिदिरहेको छ हैन। यहाँबाट हेर्दिनु त टक्क दृश्य र देख्न सक्नुहुन्छ मान्छेहरु टन्नै छ हैन। म तपाईहरुलाई हल्का जुम गरेर देखाउँदैछु। त्यो ठाउँ चाहिँ यो अहिलेको सबैभन्दा भाइरल ठाउँ। तपाईहरु पनि आइसक्नु भयो होला, आउन बाँकी हुनेहरु पनि आउनु होला हैन। ठिकै छ, यो ठिकै रहेछ। यहाँनिर खेल्न चाहिँ हल्का मजा आउने रहेछ। मान्छे देख्न सक्नुहुन्छ अहिले चाहिँ ट्याक्क पेन्टिङ गरेर नयाँ बनाएको रहेछ। हिलोहरु चाहिँ त्यस्तै छ। अझ यो मजाले सफा नगरले वाडाले यो टक्क सफा गर्दैदेखि चाहिँ धेरै राम्रो हुने थियो हैन। यहाँनिर अझै हिलोहरु छ, फोहोरहरु छ र पनि मान्छेहरु चाहिँ टनाटन आइसकेको छ, खेलिरहेछ। यस्तै छ है त बुढी खोला झरना। ल पुरै सिलिपिटी हान्दिरहेछ। म तपाईहरुलाई जुम गर्छु ल। ल कोही सेलेपेत्तै हानिरहेछ, कोही टिकटक बनाइरहेछ। ल यिनीहरु हेर्नु न। ल ल ल ल ल ल ल ल ल खतरा हान्दिरहेछ, खतरा हान्दिरहेछ। यतातिर ग्रुपहरु हैन, मान्छे एकदमै धेरै छ। आज भन्दा नि हिजो शनिबार चाहिँ एकदमै धेरै थिएछ। आज आइतबार पनि मान्छेको चाहिँ कम चाहिँ छैन। देख्न सक्नुहुन्छ उता त्यतिकै छ, यो पुलमा त्यतिकै छ हैन। त्यहाँनिर खेलिरहेको त्यतिकै छ, यता पसलतिर होटलतिर अनि यता माथितिर जताततै मान्छे। यो हेर्न आयो कि खेल्न आयो हैन। एकदमै हाँसउठ्दो ठाउँ। ल ल ल ल ल ल ल पुरा केटाकेटी चढाचढ गर्दै गयो यार। ल यस्तै छ यता अहिले त नेपालको झन्डाहरु टक्क फरफराएर आछ हैन। मान्छेको घुइँचोहरु त्यतिकै छ, यसरी टक्क पेन्ट गरेको छ। ठिक छ, एकदमै रमाइलो छ भनौँ। अहिलेको 2082 को सबैभन्दा भाइरल भएको ठाउँ चाहिँ यही होला हैन। यताबाट टिफर आइदिरहेछ, बाटो सानो छ। ल मा हामी चाहिँ पुलमा जाँदैछौँ, पारितिर पनि पुग्नेछौँ। सबै दृश्यहरू चाहिँ हल्का देखाउनेछौँ होइन अहिलेको नयाँ भाइरल ठाउँ। त्यो त यसै ल भाइरल बुढी खोलामा त्यो यहाँ राख्दै त
ब्रदरहरू एउटा खतरा ऱ्याप हान्देऊ न। आउँदैछ टक्क आउँदैछ ल बाधेको रिबन तेरो पारा नदेखा म भन्दा माथि पुग्ने होइन मुजी चिक्ने काटिदिन्छु पकेटा क्याटवक छ त यार। ल पसल त यताबाट आउनु रहेछ त आमा। ल यसो पसल घुमाउन त हल्का के राखेको रहेछ। ल ल ल ल पुरै यहाँ त हटिया लाग्नु थालेछ नि त। ऊ हटिया ल म सब्जी बजार यहाँ पहिला त यस्तै हुन्थ्यो कि यो भाइरल भयो पछि मात्र हो यस्तो। ल सब्जी बजार यता होटलहरू चिसो खाने कि दाइहरू आउनु भएको छ। ल है हटिया लाग्दिरहेको छ चटपटे खाने हो कि होइन। यहाँ चिसो आइसक्रिम खाने हो कि स्प्राइट खाने हो कि मधु खाने हो कि यता फेरि ठेला सेला ल्याएर पुरै यहाँ चाहिँ रक्सी सब्जी पनि रहेछ गोल्डन मोकीहरू खाने हो कि। ल यो चाहिँ अहिलेको नयाँ भाइरल हो। ल सुँगुर भन्ने रहेछ। ल उता फेरि छुट्टै रमाइलो छ नि त। यहाँ बोतल ठड्याएर सेकुवा पोलेर यहाँ सेकुवा पोल्ने ठाउँ रहेछ। ल है ल गरौँ है प्रगति गरौँ। यस्तै छ है नयाँ भाइरल ठाउँ चाहिँ यस्तै छ। ल मान्छे त कति हो यार हजारौँ मान्छेहरू आएर रहेछ। ल यता रहेछ धराने बङ्गुर मर्चा पनि हुँदो रहेछ। जाँड बनाउने मर्चा होला न खतरा छ यार। ल यहाँ सेक्को हानिदिइरहेको छ दिदीले फेरि। सुँगुरै छ आमा। ल एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सात आठ ठाउँ चाहिँ सुँगुर काट्दो रहेछ कि यता पनि पसाउँछ। बजार त एकदम ठुलो छ त यो के हो यस्तो। यहाँ रहेछ झन् डेन्जर बाह्रको सेको खाने खालको बङ्गुर भरे खानु पर्ला। एकछिन भिडियो बनाऊ है। यता पनि रहेछ यो चाहिँ कुखुरा चिकन रहेछ यता। ल यता पनि छ। ल डेन्जर। ल यहाँ पर बाइक पार्किङको त पैसा लिन्छ क्या केटाहरूले यार। केटाहरू पुरै सुतीको डोरीहरू तानेर राखिरहेको छ त। हुन त ठिकै हो व्यवस्थित हुन्छ बाइक हराउनु डर हुन्न। त्यस्तै छ। अब यता एक राउन्ड हानेर फेरि यताबाट फर्किँदैछु उता खोला साइडै। यता नयाँ डेन्जर छ है डेन्जर। उता सोफीहरू पनि रहेछ नयाँ। ल खत्रै छ त यार खत्रै छ त के यस्तो। यहाँ त सधैँ यस्तै हुन्छ त यार। हिजो शनिबार झन् मान्छे लास्टै थियो अरे है। हिजो आउन पाइएन। खुट्टा हाल्ने ठाउँ छैन भन्थ्यो कहाँ हाल्नु खुट्टा चाहिँ होइन। ल माका खत्रै छ त खत्रै छ। भिडियो लामो भयो क्या हो एकछिन। ल हेरौँ गाइजहरू हेरौँ। नजिक हुनेहरू आउँ टाढा हुनेहरूले हेरेर चित्त बुझाउँ।
यता साइडमा छिरौँ त अलिकति ल मान्छेहरू ल ल ल कहाँ पर त पुरै डिजे बजाएर हानिदिइरहेको छ नि हो डोले के हो यस्तो खेलाउन पनि रहेछ यता चाहिँ चटपटे खाइरहेछ बहिनीहरू ल ल ल मान्छे काम गरौँ भने काम छैन होइन के गर्ने त कहाँ छ भाइरल ठाउँ त्यहीँ जाने हेर्ने यसरी खेल्ने केटाकेटीहरू दौडिरहेको छ ल ल ल ल ल ल हेरौँ ल मान्छे कता चाहिँ कति मान्छे गनेर पनि सकिन्छ त मान्छे थोरा छ त के गर्ने त काम छैन काम गरौँ भने होइन कहाँ छ भाइरल त्यतै गयो रमाइलो गरौँ गजब छ यता ल झन्डा चाहिँ दामी देखिरहेको छ नेपालको झन्डा चन्द्र सूर्य फरफरेरहेछ यस्तै छ आयो टिकटक बनायो के गर्ने होइन नेपालमा बेरोजगारको कम छैन हग्ने मुद्ने ठाउँलाई भाइरल बनायो ल अलिकति नजिक गएर देखाउँ त मेरो केटो कता उता गइसक्यो त्यसको एकपल्ट फोटो पनि हालिदिनु पर्ने ल ल ल ल ल यहाँबाट खतरा देखिँदो रहेछ ल ल ल ल बच्चा पनि लिएर खेलिरहेको छ सानो बच्चालाई खेलेर के हो पारी पनि त्यतिकै छ पारी भन्दा नि होटलहरू चाहिँ खानेकुराहरू चाहिँ यताबाटै लास्टै धेरै रहेछ क्या लास्टै धेरै बङ्गुर त 8-9 ठाउँ त बङ्गुर काटेको ल टिकटक बनाएको ए बनाइसक्यो त यार हिजो शनिबार चाहिँ लास्टै मान्छे आएको थियो आज चाहिँ खासै छैन होला भन्दै आएको होइन मान्छे त कति धेरै छ के गर्छन् दिदीहरू यता सफल राखेको रहेछ के हेर्न होला मान्छे के छ रमाइलो छ होइन ल गाइजहरू ल यस्तै छ है ल है डुल्नलाई काम छैन घरमा बसेर के काम छैन घरमा बसो सुतो जिउ आलस्य हुन्छ बरु यहाँ आएर यसरी टिकटक बनाऊ होइन स्वास्थ्यको लागि नि राम्रो है यसरी सिटीपिटी खेलौँ चाकको लागि नि राम्रो खतरा छ खतरा यो केटी कहाँको उदयपुरैको यो केटी कहाँको बुढी खोलामा आएको यो केटी के गरेको टिकटक बनाएको ल बुढी खोला जिन्दगी